हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो फुटसल गेम थियो है उयो जापानको चिबा भन्ने ठाउँमा। अनि हामी यहाँ के अरे टोकियो आइजिमाबाट हामी गयौँ, सबैजना गयौँ, 2-3टा गाडीमा गयौँ। अनि त्यसपछि त्यहाँ चाहिँ कस्तो गेम थियो भने 5-5जनाको खेलाउँथ्यो गेम चाहिँ है। अनि फर्स्ट प्राइज चाहिँ त्यहाँनिर 4 लाख थियो, सेकेन्ड प्राइज 2 लाख। अनि त्यसपछि पालो हाम्रो आयो गेमको। हामीले त सुरुमै हाम्रो खेलाडीहरू सब मैदानमा उत्रेको थियो होइन, खेल्नुको लागि रेडी भएर उत्रेको थियो। तर हामीले चाहिँ बाईमा जित्यौँ एउटा गेम। अनि फेरि त्यसपछि हाम्रो सेकेन्ड गेम भयो, सेकेन्ड गेम पनि जित्यौँ। अनि थर्ड गेम पनि जित्यौँ है। अनि त्यसपछि फोर्थ गेम त्यो चाहिँ नकआउट चरणमा पुगेको थियौँ। नकआउट चरणमा खेल्दै गयौँ बराबर हो। त्यसपछि पेनल्टी सुटआउट भयो, पेनल्टी सुटआउट पनि बराबर भयो। लास्ट पेनल्टी सुटआउटमा चाहिँ हाम्रो एउटा साथीले पोलमा लागेर रिटर्न ब्याक आयो। अनि अर्को उताको टिमले गोल लायो। त्यसपछि हामीले गेम हार्यौँ। अनि हामी अरूको गेम हेर्दै थियौँ, त्यहाँनिर झगडा पनि पर्यो। अनि त्यसपछि हामी घरतिर फर्क्यौँ।